प्रिय दर्शकहरूलाई प्रभु यीशु मसीहका नाममा जय मसीह की। म अजय साकी नारा विकास शर्मा तपाईँहरूको बिचमा फेरि पनि आज हेल्स अफ हबद्वारा लेखिएको महिलाहरूको भूमिका बाइबलले के सिकाउँछ त्यो विषयमा हामी केही कुराहरू भन्न गइरहेछ। र आजको स्क्रिप्टमा बाइबलबाट हामी पहिलो तिमोथी 2 अध्यायको 11देखि 15सम्म हामीले हेर्न गइरहेछौँ। र यही मध्येमा परमेश्वरले यो कुरोमा धेरै कुरोहरू महिलाहरूको विषयमा सिकाएको छ। र एक्चुअली भन्ने गयो भने 1960-70 सालदेखि नै यो सोचहरू महिलाहरूको दृष्टिकोणमा मतलब बदलावहरू आएको छ कि हामी के हेर्छौँ भने आफ्नो जीवन नै कसैलाई भन्नु सक्दैन भन्ने सोचमा बढ्यो र मानिसहरूले परमेश्वरको अधिक र नैतिक सत्यतामा टाढा लैजान आँट्यो भन्ने त्यो कुरोहरूमा हामीले हेर्छौँ। र अब यो तीनटा जुन चाहिँ विशेष गरेर खण्ड छ, यो तीनटा खण्ड म तपाईँलाई भन्न चाहन्छु। पहिलो खण्ड चाहिँ हो ध्यानपूर्वक सिक्ने महिला, अनि दोस्रो खण्ड चाहिँ हो सहयोगी महिला, अनि तेस्रो खण्ड चाहिँ हो समर्पित आमा। र यो तीनटा एक कुरा दादा विकाससँग हामी सिक्न गइरहेको छौँ र यो समय म तपाईँलाई दिन चाहन्छु। हो भाइ, यो जो तीनटा कुरा भन्यौँ महिलाको भूमिका बाइबलमा धेरै कुरा छ, धेरै जग्गामा छ, धेरै ठाउँहरूमा छ। र यो खण्डमा जो आज हामीले लियौँ, यो खण्डमा हामीले यो तीनटा भूमिका देखिन्छ कि महिलाहरूले, स्त्रीहरूले के गर्नुपर्छ। अनि विशेष तिमीले भनिसक्यौ कि यो 1960 र 70को दशकतिरको कुरा हो, जहाँ परिवर्तन, सोचको परिवर्तन आयो र हामी जे गरौँ कसले के छ र भन्ने कुरा आयो। म मेरो जीवन मेरो हिसाबले चलाउँछु भन्ने कुराहरू आए र धेरै कुरा परमेश्वरको जो सही कुरा थियो त्यहाँबाट मान्छेहरू विचलित हुँदै गए, धेरै ठाउँमा हामी देख्न पायौँ। तर आजको समाजमा यो विचार, यो सोचले गर्दाखेरि धेरै परिवार ध्वंस भएको देखेको छ, धेरै घरमा अशान्ति भएको देखेको छ। र फेरि एकचोटि परमेश्वरले के भनेका थिए, वचनले के भनेको थियो, त्यो कुरा चाहिँ समाजले फेरि हेर्न खोज्छ। र आजको जुन चाहिँ तीनटा कुरा भन्यो, जो स्त्रीको तीनटा भूमिका छ बाइबलमा भनेको छ। पहिलो भूमिका भन्यो कि उनीहरू के हुनुपर्छ, अरे ध्यानपूर्वक सुन्ने चाहिँ हुनुपर्छ। यहाँ म पद छ भन्यो, स्त्रीले पूर्ण अधीनतामा शान्तसँग सिक्नुपर्छ। किन सुन्ने? सिक्नको लागि। के स्त्रीलाई थाहा छैन र? थाहा छ कुरा, तर याद राखौँ फट्टै भन्ने चाहिँ सही कुरा नहुन पनि सक्छ। यो कुरा कहाँ भेट्यौँ भन्दाखेरि जब पहिलोचोटि शैतानले स्त्रीलाई भुलाउन गएको थियो छेउमा, तब उसले जब प्रश्न सोधेको थियो कि परमेश्वरले भनेन र तिमीले यो नखानु भनेर, उनले फट्टै भनिदिइहालिन् कि छुन पनि मनाइ गरेको छ, यो पनि नगर, धेरै कुरा भनिन् सोच विचार नगरिकन। पाउलले त्यो कुरा चाहिँ यहाँ ल्याएको देखिन्छ कि धेरै छिटो बोल्ने होइन, सोच विचार गरेर, ध्यानपूर्वक विचारधारा विचार गरेर। जुन स्त्रीले आफ्नो सोचलाई संयममा राख्छिन्, सोचेर बोल्छिन्, सोच विचार गरेर परिवार चलाउँछिन्, सोच विचार गरेर आफ्नो समाज हेर्छन्, त्यो स्त्रीको भूमिका त्यो हो। त्यसमा चाहिँ धेरै आशिष छ, एक नम्बर कुरा। दोस्रो कुरा सहयोगी महिला। यो पनि त्यही हो। सृष्टिमा परमेश्वरले जब सबै कुरा बनाए, सबै उत्तम देखे, मान्छे बनाए, पुरुष उत्तम देखे, तर मान्छे बनाएपछि फेरि प्रभुले भन्नुभयो कि यो राम्रो होइन मान्छे एक्लै हुने, उसको लागि म उपयुक्त सहयोगी बनाइदिन्छु। उसित मिल्दोजुल्दो सहयोगी, ऊ जस्तै एउटा सहयोगी बनाइदिन्छ। त्यही भएर सहयोगी भनेको स्त्रीहरू मुनि हुने, पुरुषहरू ठुलो हुने, यस्तो कुरा यहाँ देखिएको छैन। सहयोग गर्ने, हर परिस्थितिमा साथ दिने, हर पाइला टेकी एक साथ होस् संसारको, यो यहाँ कुरा चाहिँ देखिन्छ। स्त्रीले पुरुषलाई सिकाओस् वा पुरुषमाथि अधिकार जमाओस् भन्ने म अनुमति दिँदैन। यो सुरुबाटै त्यहाँ जब महिलाले, त्यो स्त्रीले सुरुमै जब पहिलो कुरा गरिन् सर्पसँग, त्यो शैतानसँग, त्यहाँ अधिकार लिइन्, पुरुषले भन्ने जग्गामा उनले बोलिन्, तब चाहिँ त्यहाँ चाहिँ
बिग्रिँदै यसको त्यो चाहिँ पुरुषसँग सहयोगी थिए, दुईजनाले बोल्न पर्ने थियो, दुईजनाले एक अर्कालाई अवसर दिएर बोल्नु पर्ने थियो र दुईजनाले मिलेर त्यो शैतानलाई बोल्न पर्ने थियो, सामना गर्नु पर्ने थियो। तर यहाँ अगाडि उनी बोलिदियो र त्यहाँ चाहिँ विपद आयो। यो कुरा चाहिँ हामीले देख्न पर्छ र पौलले भन्छन् स्वामी स्त्री सहयोगी हुनुपर्छ। यो सहयोगीको भूमिका छ स्त्रीहरूको। अब भन्छ म त विवाहित भएको छैन, म कसलाई सहयोग गर्ने? तपाईँको जेठोहरू हुनुहुन्छ, घरमा बुजुर्ग हुनुहुन्छ, आमा बाउ हुनुहुन्छ, उनीहरूसँग मिलेर बुझेर कामहरू गर्नुपर्छ। तेस्रो जुन चाहिँ अन्तिम कुरा भाइले भने के भने समर्पित आमा। यो कुरा चाहिँ विशेष गरेर सोच्नुपर्ने कुरा हो कि आमासँगको के सम्बन्ध छ यहाँ। अब यहाँ भनेछन् कि किनभने आदम पहिले बनाइए त्यसपछि हवा, त्यसको लागि आदमको नेतृत्व, पुरुषको नेतृत्व सुरु छ। अनि आदम बहकिएनन् तर स्त्री बहकिएर अपराधमा परिन्। तापनि अब यहाँ एउटा दबाई छ, यो बिग्रेकोलाई कसरी सुधार्ने। तापनि यदि तिनीहरू विश्वास, महिलाहरूलाई भने स्त्रीहरूले विश्वास चाहिँ प्रधान, पुरुष पनि प्रभु यीशुमा विश्वास राखेर उद्धार पाउँछ, महिला पनि प्रभु यीशुमा विश्वास राखेर उद्धार पाउँछ। दुईजनाको लागि एउटै काम, विश्वास गर्ने, प्रेम र पवित्रतामा संयमपूर्वक रहिरह्यो भने स्त्रीले बच्चा जन्माउनाले उद्धार पाउने छिन्। बच्चा जन्माएर उद्धार पाउने कुरा कस्तो हो भन्दाखेरि जो कलङ्क लागेको छ, जे हावाले गर्दाखेरि यस्तो भयो हैन, त्यो कलङ्क चाहिँ मेटिन्छ। याद राख, हावाबाट पाप पस्यो, मरियमबाट उद्धारकर्ता आए, महिलाबाटै नै, स्त्रीबाटै नै उद्धार गर्न प्रभु यीशु आए, काटे हैन। आज पनि त्यही महिलाले नै आफ्नो दोष काट्छ। कसरी काट्छन् भन्दा बच्चा जन्म दिएर, नानी जब हुर्काउँछन् एउटा समर्पित आमा भएर सही कुरा प्रभुमा भय भक्ति सिकाएर छोराछोरीलाई हुर्काउँछन् र त्यो छोराछोरी प्रभुको भय भक्तिमा बढ्दै र प्रभुको साथ उनीहरूले पाउँदा उनीहरू अर्कै हुँदै जान्छन्। तब समाजले भन्छन् कि यो छोराको, यो छोरीको आमा कस्तो राम्रो, उनीहरूले गर्दा यस्तो भयो। यसमा उनको नाम बनियो, उनको दोष हट्यो, उद्धार पाउने छिन्। त्यो कलङ्कबाट उनी उद्धार हुनेछ र यहाँ छ। त्यही भएर समर्पित आमाको पनि भूमिका छ महिलाहरूको। न कि आज हेर्नुहोस् भाइ, आमाले जन्माइन्, पैसाको लागि यस्तो भागदौड कि दुवैजना नोकरी गर्न कुदिरहेछ र घर भाँगिन्छ, घर फोडिन्छ। समर्पित आमाले कमाइ गर्दा पनि आफ्नो नानी केटा हेर्दै समय भक्तिमा हुर्काउने कुराहरू छ। धन्यवाद विकास दादा, साँच्चै नै तपाईँले धेरै मिठो प्रकारले हाम्रो प्रिय दिदी बहिनीहरूलाई है यो कुरोहरू सिकाउनु भएछ। र म यति नै अन्तिममा भन्न चाहन्छु कि हाम्रो प्रिय दिदी बहिनीहरूलाई कि आजको विषयदेखि हामी यो वचनदेखि यही सिकाउन गइरहेको थिएँ कि सहयोगी स्त्री हुनु बहुत जरुरी छ हाम्रो जीवनमा। अनि दोस्रो समर्पित हुने, अनि दोस्रो चाहिँ सहयोगी हुने, अनि तेस्रो चाहिँ समर्पित हुने। यो तीनटा कुरो है, ध्यानपूर्वकदेखि सुन्ने, दोस्रो सहयोगी, अनि तेस्रो चाहिँ समर्पित। यो तीनटा हाम्रो जीवनमा धेरै इम्पोर्टेन्ट छ। यो महिला होस् वा पुरुष होस् है, या स्त्री होस् वा पुरुष होस्, हामीलाई यो चाहिँ आवश्यकता छ। तर विशेष गरेर बाइबलले आज महिलाहरूलाई सिकाउँदा भन्दा हामीले यो कुरोहरू तपाईँहरूको बिचमा लिएर आएको छ। हामी यति नै यहीँ भनेर समाप्त गर्न चाहन्छौँ। हामी बिदा लिन्छौँ। नेक्स्ट स्क्रिप्ट लिएर हामी फेरि पनि आउनेछौँ। सबैलाई जय मसीह।